आज चाहिँ म नर्सरीमा आएको छु। फुलहरू हेर्नु पर्यो भनेर धेरै फुलहरू देखेर कुन किनौँ भएर म त छक्क पर्दैछु है साथीहरू। हेर्नुहोस् है, कुन चाहिँ किनौँ। अब यो सबै लैजाउँ भने पनि रोप्ने ठाउँ छैन। केमा रोप्नु? म त गमलामा रोप्ने हो। सबै हेरेर सक्नु पर्यो। त्यसपछि लास्टमा चाहिँ छानेर कुन यसो मनपर्छ लानु पर्ला जस्तो लाग्यो। आजको मेरो फुलको बिरुवाहरूको सपिङ चाहिँ यति छ। मलाई चाहिँ बिगोनिया चाहिँ एकदम मनपर्छ। लामो समयसम्म फुलिरहन्छ। पछि सेप्टेम्बर अक्टोबरसम्म पनि फुलिरहन्छ। अनि त्यही भएर मलाई चाहिँ यो एकदम मनपर्छ। यो चाहिँ मैले भुइँमा रोप्नुको लागि लिएको। अनि मैले जेरिनियम पनि लिएको छु। जेरिनियम पनि एकदम मनपर्छ। धेरै लामो समयसम्म फुलिरहन्छ। अनि त्यही भएर जेरिनियम पनि लिएको छु। यो जेरिनियम चाहिँ मैले भुइँमा एक कलरको रातो पारेर रोप्नु पर्यो भनेर लिएको छु। अनि यो मेरो बेबी बायो पनि सिद्धिएको थियो, ल्याएँ। अनि यो चाहिँ मेरो रोजको लागि रोजको फुट हो। यस्तो लाउँछु है म चाहिँ रोजको लागि चाहिँ। अनि एकदम राम्रो फुल दिन्छ। तपाईँहरूलाई पनि मनपर्छ भने रोप्नु सक्नुहुन्छ। हेर्नुहोस् न, यो चाहिँ कस्तो राम्रो पुतली जस्तै फुलेको, मलाई एकदम मन पर्यो। अनि लिएको छु यिनीहरूलाई पनि। ल म सार्छु अब गमलामा, सबै गमलामा सार्नेवाला छु। अब चाहिँ म यो कम्पोस्ट मलमा चाहिँ माटो मिसाएर गमलामा लाउनुको लागि चाहिँ रेडी गर्दैछु। कम्पोस्ट र माटो मिलाएर लायो भने चाहिँ राम्ररी फुल सप्रिन्छ है साथीहरू। मल मात्रै लाउनु हुँदैन।